यो पनि अब गाउँघरको खेत देखाउने हजुरलाई धेरै स्वागत छ। साथीहरू, यो गाउँघरको खेत देखाए पनि हामीलाई धेरै शुभकामना हुन्छ। कार्तिकको माहौल आइसकेको छ। अब धान काटिकन नि हामीले अब यसलाई थटाइँदै हुन्छ घर लाने हैन। त्यस्तै हुन्छ यहाँनिर है त। त्यही भन्न चाहन्छु म चाहिँ। धान काटिँदैछ यहाँनिर है त। धान काटिसक्न लागिसकेको छ यहाँनिर साथीहरू यो कार्यक्रममा हैन। ल कार्यक्रममा यहाँ रमाइलो यस्तो मजाको छ। धान काटै हुँदैछ यहाँ। कार्तिकको हो नि त यो। कार्तिकको यहाँ धान काटिँदैछ। हेर्नुहोस् हाम्रो यहाँ धान काटिँदैछ तथा हैन। धान काट्नु भएको छ। अलि यहाँ बस्नु भएको छ खाजा खानालाई अब अलि यहाँ बसिसक्नु भएको छ। जुम परेर देखाइदिन्छु। ल हेर्नुहोस् आलीमा खाजा खानालाई बस्नु भएको छ र शेयर लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला है त साथीहरू। ल हेर्नुहोस् सर यता नि हाम्रो खेतहरू रहेका छन् साथीहरू। त्यहाँ चाहन्छु यता नि हाम्रो अब खेतहरू रहेका छन्। सर र देख सक्नुहुन्छ हाम्रो आज यो कार्यक्रममा सर र खेत देखाउन गइरहेको छु साथीहरू। देखाउन चाहन्छु सर र देख सक्नुहुन्छ हाम्रो गाउँघरको खेत है साथीहरू। ल हेर्नुहोस् मैले हजुरलाई जुम हरेर देखाउन गइरहेको छु। साथै युट्युब च्यानललाई तिमीलाई सब्स्क्राइब नि गर्दै युट्युब मैले नि गर्दिए। काहिने मात्रै दाइ हजुर। हामी बाबु सिरुबारी माथि घुम्न हिँडेको। तिम्रो धेरै राम्रो छ भिडियोहरु हेरियो। सब्स्क्राइब नि गर्दै मलाई तिम्रो। सब्स्क्राइब नि गरिएछ युट्युब च्यानल पनि अनि रिलमा पनि। ल मेरो सन्दीप बाबु एकदम ज्ञानी हुनी गुड है। कतै निकाउ त नि। म यतिकै इन्टरभ्यु लिने हिँडेको। गुड ल मेरो बाबु ज्ञानी हुनी है। सिरुबारी राम्रोसी जानु होला। अरु अब सिरुबारी जाने भयो है त। ल हेर्नुहोस् सर देख सक्नुहुन्छ उतातिर नि हाम्रो गाउँघरहरू रहेका छन् साथीहरू। यता माथितिर नि हाम्रो सर यस्तो रहेको छ। हेर्नुहोस् त साथीहरू सर देख सक्नुहुन्छ है त।